बाख्राको हैन, बाख्राको मासु यहाँ गाउँतिर मिल्दैन, बजार नै जानुपर्छ। सो गएको बेला लिएर आएको थियौँ, मैले चाहिँ त्यो बनाउन गइरहेको छु। अनि हेलो गुड इभिनिङ साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। फेरि पनि आज चाहिँ छोटो मिठो भिडियो लिएर उपस्थित भएको छु हजुरहरुको माझमा। अहिले चाहिँ साँझको 6 बजिसकेको छ अनि हामी चाहिँ आज रोडु गएको थियौँ। रोडु गएको चाहिँ मैले भिडियो बनाउन पाएन साथीहरू, पानी परिरहेको थियो, खासै वातावरण मिलेको थिएन भिडियो बनाउने। सो त्यही भएर अनि हामीले चाहिँ रोडुदेखि मासु लिएर आएको थियौँ, बाख्राको हैन, बाख्राको मासु यहाँ गाउँतिर मिल्दैन, बजार नै जानुपर्छ। सो गएको बेला लिएर आएको थियौँ, मैले चाहिँ त्यो बनाउन गइरहेको छु। अनि चट्टै फ्यामिलीहरू बसेर खानेछौँ, बनाउनेछौँ है। सो बनिरहनु होला मेरो साथमा। हजुरहरूलाई भिडियो मनपर्छ भने एक सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, मिठो कमेन्ट छोड्नु होला साथीहरू। हजुरहरूको एक कमेन्टले गर्दा, एक सेयरले गर्दा हैन मलाई अगाडि पनि कन्टिन्यू भिडियो राख्ने एउटा उत्साह, हौसला हैन हिम्मतहरू आउनेछ, मोटिभेट गर्नु होला साथीहरू। सो त्यही भन्न चाहे। अब चाहिँ म बाहिरको नजारा देखाउँछु त्योभन्दा पहिला है। सो साथीहरू, म चाहिँ तपाईहरुलाई सेबको बगैँचा देखाउन चाहे। एकदमै दामी भएको छ आजभोलि चाहिँ सेबहरू फुलेर है। अब 3-4 दिन पछाडिबाट चाहिँ यो फुलहरू हैन यस्तो खालको रमाइलो दृश्य हामीले देख्न पाउँदैनौँ, किनकि फुलहरू झरिसक्छ। फुलहरू झरिसकेपछि खासै रमाइलो हुँदैन। हुन त पातहरू फालेको हुन्छ, रमाइलो हुन्छ, तर पनि अब फुल हुँदाखेरि झन् रमाइलो लाग्छ साथीहरू। मलाई चाहिँ हेर्न सक्नुहुन्छ एकदमै दामी भएको छ साथीहरू आजभोलि चाहिँ है। पानी आएको बेलामा झन् एकदमै राम्रो देखेको हुन्छ के सिनहरू है। अब चाहिँ फाइनली खाना बनाउनतर्फ लागे म। यहाँ हेर्न सक्नुहुन्छ प्याज अनि टमाटर, अदुवा राखेको छु मैले। यहाँनिर मासु छ, यहाँनिर तेल तातिरहेको छ। यो चाहिँ जिरा र कालो मर्चालाई कुटेको छु मैले हल्का। यहाँनिर धनिया र जिरा राखेँ मैले। प्याज राखिदिसके, धनिया र जिरा पाकिसकेको छ। त्यसपछि कुटेको अदुवा राखेँ। बेसार, त्यसपछि चाहिँ मैले अघि कुटेको कालो मर्चा र जिरा राख्दै। कालो मर्चाको स्वाद एकदमै राम्रो हुन्छ। त्यसपछि मैले राखेँ टमाटर, नुन राख्दै। नुन राखिसकेपछि थोरै दालचिनीको पाउडर पनि राखेँ मैले। अब चाहिँ त्यो बाख्राको बोसो पनि रहेको छ, त्यसलाई मैले राख्दै। त्यही भएर मैले तेल थोरै राखेको छु बोसो भएको हुनाले। अनि थोरै गरम मसाला पनि राख्दै। अब चाहिँ मजाले सानो आँचमा पकाउनु पर्ने हुन्छ मरमसाला सबै है। फाइनली मरमसाला पाकिसकेको छ। मैले अब राख्दै यसमा मासु। मासुलाई मजाले भुटिसकेपछि हल्का ढाकेर पकाउनु पर्ने हुन्छ यसलाई है। सो साथीहरू, ढोकेर पकाइसकेपछि हेर्न सक्नुहुन्छ मजाको देखेको छ। अब मैले यसमा पानी एड गर्दै। पानी चाहिँ अलि धेरै नै एड गर्नुपर्ने हुन्छ, किनकि हामीले भातसँग खानुपर्छ। सो त्यही भएर
अब चाहिँ मैले सिटी लगाइदिएँ। सिटी लगाइसकेपछि फाइनली मासु पाकिसकेको छ है। अनि मैले चाहिँ बीचमा देखाउन भुलेछु साथीहरू, सिलिन्डर सकिन लागेको थियो है, ग्यास सकिन लागेको थियो। त्यही टेन्सनमा मैले चाहिँ भिडियो बनाउनै बिर्सेछु। यहाँनिर चाहिँ भात पाक्दैछ। यहाँनिर चाहिँ सलाद काटेको छु मैले, गाजर अनि टमाटर। अब चाहिँ हाम्रो खाना सबै रेडी भइसकेको छ। मैले चाहिँ पस्किँदैछु अनि बाबुले चाहिँ भिडियो बनाउँदैछ। उसलाई चाहिँ रुगा लाएर साथीहरू सोक्रो नसोक्रो गर्दै भिडियो बनाउँदैछ। अनि यहाँनिर चाहिँ खोर्सानी राखिदिएँ मैले खानामा खोर्सानी राखेको थिइनँ, मैले खाँदैन। अनि दाइ र मेरो श्रीमानले चाहिँ खोर्सानी खानुहुन्छ, त्यही भएर हाम्रो खाना चाहिँ रेडी भएको छ। यम्मी यम्मी खाना साथीहरू। यहाँनिर मेरो बाबुले खाँदैछ अनि एकदमै मिठो भएको छ भन्दैछ। बाख्राको मासु फेरि उसको फेभरेट हो। यो चाहिँ मेरो खाना है त साथीहरू। यहाँनिर चाहिँ मैले पनि अब खाना थालिसकेको छु है। बाबुले चाहिँ खाइ पनि सक्यो। सो साथीहरू, आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो है, खाना बनाएको खाएको हल्का बाहिरको रमाइलो दृश्यहरू देखाएँ मैले तपाईँहरूलाई। भिडियो मन परे कृपया एक सेयर अवश्य गरिदिनु होला आफ्नो आफन्त दाजुभाइ दिदीबहिनीमा है, इष्टमित्रमा सपोर्ट गर्नुहोला, सेयर गरेर लाइक कमेन्ट गर्नुहोला है त साथीहरू। फेरि भेटौँला अर्को भिडियोमा। अहिलेलाई यति नै, बाई बाई।